गाइज गुड मर्निङ बिहान भने भइसक्यो यहाँ पनि जाडो उस्तै रहेछ क्या त्यहाँ मेरो गाउँको जस्तो जाडो रहेछ हेर्नु फेरि बाहिर पनि त यस्तो रहेछ चिज रहेछ म त सिधा बित्ताएर बसिरहेको छु खाटमा रोटी पनि आइसक्यो रोटी र नास्ता पनि भइसक्यो एकछिन अब बाहिर निस्किनु पर्यो बाहिर चाहिँ कस्तो छ बाहिर धराउँछु म पत्तापुर हो पत्तापुर आइसक्यो हामी यहाँ चाहिँ पुसै भान्सेगोडा छ यता बजे हुनुहुन्छ अनि यता चाहिँ एउटा कोठा छ अनि यता एउटा कोठा अब चाहिँ हामी यता त घुम्छौँ यता हेर्नु यहाँ चाहिँ गहुँ पनि लगाइसकेका रहेछन् हेर्नु गहुँ हामी चाहिँ एक जुत्ता हालेर एकछिन उतासम्म निस्किनु हामी एकछिन यता त घुमेर आउँछु नानीलाई पसल जाँदैछु पसल चाहिँ अब जाँदैछु हेर्नु बाटो चाहिँ फेरि ए माथि गाउँमा नलग भने ए नु भयो अब चाहिँ जाँदैछु पसलमा भ्यू चाहिँ बोबाले रहेछ यता यता त गाउँ लाग्यो अब यहाँ गाउँ चाहिँ उम्रिन पनि लाग्छ रहेछन् आज फुपू घरमा आइरहेको थियो हल्का घुम्नु त पर्यो नि त गाई नघुमेर त हुँदैन अब त्यसलाई जाँदैछु यता चाहिँ मेरो बुलेट अहिले चाहिँ हामी जाँदैछु पत्तापुर पसल जाँदैछु हेर्दै गर्दा टाढा रहेछ कि अब जाँदैछु अगाडि चाहिँ दुईवटा साइकल छ नि पछाडि म र मेरो भाइ हिँडेर जाँदैछु यो त फुपूको छोरो हो जाँदैछु मस्त भ्यू त बोबाले छ अगाडि केही देख्नु भएन फाइनली रोड पनि आइसक्यो रोडमा आएर चाहिँ म साइकलमा बसिसक्यो म चाहिँ अहिले भाइ चलाउँदैछु यो चाहिँ मेरो भाइ चलाउँदैछु फुपूको छोरो हो यो चाहिँ जेठो छोरो हो उता चाहिँ कान्छो छोरो हो कान्छो भन्दा पनि माइलो अनि त्यसपछि बहिनी अनि हामी जाँदैछु अहिले बजार अनि यो चाहिँ के हो के बाडी हो यो स्याउबाडी हो यसमा के यो के कुन फल हो यो अम्बा छ स्याउ छ स्याउको बोटा कुन यहाँ न अम्बाका बोटा लगाएर खतरा खेती गरिरहेको रहेछ नि पुरै हेर्नु अम्बा पनि फल लाएर फल अहिले फले होइन फलले अम्बा फल्छ उही स्याउको बोटो स्याउको लाग्छ नि उयो त स्याउबाडी रहेछ त बोल रहेछ नि त स्याउको बोट देख्न लाग्दैन थाहा भयो उयो नि स्याउका बोट अम्बाका बोट पनि छन् अनि आमका बोट पनि छन् कता रहेछ यार यता स्याउबाडी पनि हेरेको छैन तिमीहरू आएर लागेको थियो कि स्याउबाडी उयो कुखुरा फारम हो फेरि लाग्दैन हेर बुलेट हो त्यो राम्रोसँग चला चिज हात भइसक्यो गाई यहाँ भैँसीको पनि फार्मिङ छ भैँसीको हुन्छ यो जो येलो कलरको पाल्ला नि त त्यसको भित्र भैँसी हो उयो त भैँसी छ गाई अब चाहिँ जान्छौँ बजार गाई चाहिँ अब हामी पिच रोडमा पनि पुगिसक्यो पक्की रोडमा उता चाहिँ कच्ची रोडमा थियो अहिले चाहिँ हामी पक्की रोडमा पुगिसक्यो बोवाल छ अहिले साइकल पनि चलिरहेको मस्त भ्यू छ खानु छैन अहिले पुगिसक्यो चिसो त लास्ट रहेछ कि गाई म टोपी ल्याउनु बिर्सिरहेको थिएँ हानेर गर्नु बिर्सिरहेको लास्टै चिसो भइरहेको थियो यस्तो भ्यूको लागि लाइक सब्सक्राइब गर्नु होला गाई लाइक कमेन्ट अनि फलो गर्नु होला गाई सब्सक्राइब ए हुन्छ सबै दबाउनु होला गाई योको भ्यू हेर्नु पुरै गाउँ बुइराखान क्या दादा हजुरले कस्तो भ्यू लाग्यो यहाँको बोबाल छ भ्यू चाहिँ हेर्नु पुरै गाउँ बुइराखान यहाँबाट त देखिन लागेन हल्का घाम लाग्दा टलक्क देखिन्थ्यो अहिले चाहिँ राम्रोसँग देखिराखेन घाम लागेखेरि त दादा कति राम्रो देखिन्छ भ्यू चाहिँ बोबाल रहेछ ठाउँ चाहिँ राम्रै रहेछ यता गाई चाहिँ हामी पत्तापुरको पनि पुगिसक्यो हेर्नु पत्तापुर लागिसक्यो अब यहाँदेखि यता अब अब उता जान्छ हामी अब पुगिसक्यो अब बजार पुगिसक्यो पत्तापुर यही बजार हो श्री सरस्वती माता त्यहीँ पर्छ हामी आएन हामी मासु किनिसक्यो अब जान्छौँ हामी घर हामी त जाँदैछु पर भैँसा पनि बाँध्न राङ्गा छ राङ्गा यहाँ अहिले घाम लाग्नु पर्छ नि हजुरको भिडियो त भाइरल फाइनल गाइस घरमा पनि पुगिसक्यो हिजो चाहिँ राति बजे त्यसरी राम्रोसँग लोकेसन देखेर आज चाहिँ पुसाइ गरेर यही हो हेर्नु अझै पनि राम्रोसँग देखिराखेन घाम लागेपछि देखिन्छ ए यो पुसाइको घर अब चाहिँ हामी एकछिनमा घरमा निस्किन्छु लाग्दा पछाडि यता हेर्नु पछाडि साइड पनि छ यता पुरै गाउँ छन् गाउँ गाइज अब चाहिँ हामी भित्ता आएर लाग्छ जाडो छ त भित्ता आएर मुभी हेर्दैछु बसेर मुभी हेर्दैछु के
अब बसेर मुभी हेर्छु हामी चारजना छु मेरा सब भाइहरू छन् अब बस्छु मस्त एउटा यो त्यो जनक भाइ यो दिनेश अनि यता चाहिँ म यता मुभी हेर्दैछु अब मस्त बसेर 1 घन्टा मुभी हेर्नु पऱ्यो अनि चल्नु पऱ्यो घर जान हामी घर उता साइकल पनि छ उता भाइहरू पनि छन् यहाँदेखि पार गर्नुपर्ने छ यहाँ चाहिँ पुरै हग्ने प्लेस रहेछ यहाँ पुरै यहाँ चाहिँ अब यहाँदेखि पार जानु होला हो यो खोला पार गर्नुपर्छ अब हामी त्यहाँ निस्किनुपर्छ अब त्यहाँ निस्किनुपर्छ अब त खोला पार गर्न लागि पहिला म जुत्ता खोल्छु अब जुत्ता हेर्नु अब मोचा सुत्ता खोलेर पार गर्छ अब गाइड पुगी पनि सक्यो उता हेर्नु साइकल पनि आइसक्यो अब त हामी जान्छु यहाँ जुत्ता सुत्ता लगाएर आएको अब जान्छु घर उता पार गर्नु पुगिसक्यो उता साइड रोड छ उता साइडबाट लामो पर्छ हामी सर्टकट गडाबाट घुसेर जान सक्छु सर्टकट बाटो दादा ब्याग भिडियो यो चाहिँ ब्याग पनि भिजाइसक्यो अहिले गाइड खोला पारी पनि आइसक्यो उता पछाडि आउँदैछ थाक लाग्यो लास्टै त्यहाँ त लोकेसन आइसक्यो हेर्नु अब चाहिँ हामी अलि जान्छु अलि गएर रोड निस्किन्छ हामी अब रोड निस्केर अनि हामी जान्छौँ फाइनली रोड आउनु पुगिसक्यो उता साइकल लिएर आउँदैछ हामी चाहिँ अब हिँडेर जान्छु अब 12 बजेर 10 मिनट भइसक्यो अब कति बजी पुग्छु त्यो थाहा पाउन टाढै छ क्या यो साइकलमा आउनु त लास्टै साइकलमा दिन्छ हामी बाटो बिर्सिरहेको थियो पुरै साइकलमा नाचिरहेको थियो बाटो थाहा छ यिनीहरू तल बाटो थाहा छ नि मलाई त थाहा छैन 4 बजेतिर पुग्छु यो कम्फर्म हो ऊ त्यसलाई बाटो थाहा छ अब कति घन्टा लाग्छ थाहा छैन मेरो हिसाब से दाइ हामी 4 बजे जति पुग्छौँ ढिलै पुग्छु होला कति बजी पुग्छु त्यो तपाईँलाई देखाउने छु यति छिटै पुग्ने कोसिस गर्छ हामी यस गाइस गाइस 1 बजेको अल्छी पुगेँ अहिले चाहिँ भर्खर आधी बाटो पुग्न लाग्छु यता अहिले बुलेट लिएर आयो अब चाहिँ हामी आधा बाटो पुगेँ यो चाहिँ पछाडि दुईटा बसिरह नि यहाँ चाहिँ म छु यस गाइस पुगेको गाइस छिर्छ त अखाली पर्छ अब गाइस आधा बाटो पुग्यो अब हामी पुग्यो किरिसा यहाँ चाहिँ अगाडिलाई पुरेर पछाडि आयो हिँडेर आयो यहाँ 1 बजीको 7-8 मा 1 बजी पुग्यो अब जान्छ हामी कता जाने अब सिधै यो अगाडि हो गाइस जङ्गलको बाटो हामी लागिसक्यो अब जङ्गल बाटो जान्छु हिजो हामी गलत बाटो आएर रहेछु आधा यसरी बाटो लग्न खाने भाइहरू बाटो त हामीले देखाएको नि त्यही पनि अब जान्छौँ हामी यो चाहिँ अगाडि साइकल चलाउनु हामी चाहिँ पछाडि हिँडेर आउँछौँ तिनवटा मस्त हामी कति किलोमिटर 5 किलोमिटर जति हिँड्यो होला हामी 5 किलोमिटर जति हिँडेर अझ हामी हिँड्दैछौँ अब कति बेला पुग्नु थाहा छैन अहिले 1 बजीको 1 बजेर कति मिनट भयो भनेपछि ठ्याक्क 1 बजेर 3 मिनट भइगयो 1 घन्टा जङ्गल पुग्यो अहिले गाइस लम्की पनि पुगिसक्यो अब त्यहाँ घर त्यहाँ पुगिन्छ लम्की पुगिसक्यो अहिले त कति बजी टाइम भनेपछि लम्की पुग्यो 1:40मा पुग्यो गाइस चाहिँ हामी लम्कीको नयाँ बनेको रोड पनि पुगिसक्यो अब चाहिँ हामी जाँदैछ यो लम्की नयाँ बनेको रोड कस्तो छ भुवा बनेको क्या लम्की नयाँ बनेको रोड अब चाहिँ हामी जाँदैछु मस्तले हिँडेर जाँदैछु कि त्यहाँदेखि हिँडेर आइदियो हामी त्यहाँ हिँडेर आइदियो अब लम्की नयाँ बनेको रोड अब चाहिँ जान्छौँ हामी घर आइज आधा बाटोमा पुगेको थियो अब आधा बाटोमा रसपरी खाँदा जान्न छ आधा जाँदा आधा बाटोमा पुगिसक्यो अब घर पनि पुग्यो रसपरी खाँदा खाँदैन रसपरी कस्तो छ खाँदा जानु छ अब घर 12 बजेर 7 मिनटमा निस्क्यो भने चाहिँ अहिले चाहिँ यति भयो गाइस रोड टाइम देखाउँछु अहिले चाहिँ ठ्याक्कै 2 बजेर 29 मिनट 2:30 बजे पुग्यो हिँडी 2 घन्टामा लास्टै घाम भयो अब चाहिँ सुत्नु पर्छ लास्टै थाक लागिसक्यो अब गाई सुतेर पनि उठिसक्यो अब चाहिँ साँझको खाना हुँदैछ अब खाना खानु पर्यो साँझको मस्तले भात भोक पनि लागिसक्यो हिँड्दा हिँड्दा आयो भने त भोक पनि लागिसक्यो त्यही बिहानै खायो बिहानदेखि खाना खाएन अब चाहिँ भात खाँदैछु यति गाई थ्याङ्क यू फर माई वाचिङ भिडियो बाई बाई गाई